हेलो साथीहरू, हिजो चाहिँ मेरो काम यस्तो चलिरहेछ है। धान काट्ने घाम लागिरहेको थियो र धान काटाइ भयो मेरो साथीभाइले टुलेर। अनि धान काट्दै गर्मी भएर एकैछिन रेस्ट गरेर साथीभाइहरूलाई चिसो दिएर यसो चिसो खाँदै बसेको। अनि एकछिन रेस्ट गरेर चाहिँ फेरि स्टार्ट गरेको धान काट्दै। मान्छेहरू कहिलेदेखि बिटा बाँधेर राख्नुपर्छ काँचोमै। अनि बोकी पनि हाल्नुपर्छ के। यो धान चाहिँ काट्यो, बिटा बाँध्यो, राख्यो, अनि बोकी हाल्यो। यसरी बिटा बाँध्दै राख्यो। अनि डोकोमा स्वैँ भारी हाल्दै बोक्नुपर्छ। अनि मैले नै हालिदिएँ। अनि यो सबै काटेको जति चाहिँ मैले एक्लैले भारी हाल्दा चाहिँ बेलुकीसम्म चाहिँ मेरो चाहिँ एकपट्टिको हात चाहिँ हल्लिनु नसक्ने गरी दुखिरहेको थियो। अनि यसरी भारी हाल्दै घर छेउमा पुऱ्याउँदै थुपार्दै राख्नुपर्छ। कुनिमलाई हाल्नुपर्छ क्या, पानी पऱ्यो भने फेरि बर्बाद हुन्छ। अब चाहिँ अन्तिम पुगे है, यति नै रहेको छ। काट्दा आकाशबाट पानी चाहिँ झर्नै आँटिसक्यो। राम मात्रै जपिरहेछ। असार्नेले असारिरहेछ, काट्नेले काटिरहेछ, कुनी लाउनेले लाइरहेछ। आया मरि म चाहिँ छतु आएर। अनि काट्नु बोक्नु सँगै सिद्धियो। अनि यसरी थुपारेर राखेँ कुनी लाएर 2 दिन जति। अनि 2 दिन बादमा धान झारेँ मैले। तर झारेपछि मैले भिडियो गर्न सकिनँ बिजी भएर। अनि घरभित्र यसरी थुपारिरहेछु, घाम लागेको छैन, पानी परेछ। अब कहिलेदेखि घाम लाग्नु थाहा छैन के हो।